ल म चाहिँ घर बाहिर निस्किसकेँ र अनि अब म चाहिँ तपाईँहरूलाई पोर्चुगलको खेतबारी पनि देखाउँछु है साथी होला ट्याक्क लाएर कस्तो छ होइन। म चाहिँ यहाँबाट ट्याक्क हिँडिसकेँ ल सारा लाएर हिँडिसकेँ। अब देखाउने छु तपाईँहरूलाई पोर्चुगलको खेतबारी। यो चाहिँ राउन्ड बोर्ड हो, एक राउन्ड त घुम्नै पऱ्यो है। पर भेडा फार्म अनि त्यस पछाडि खेत पनि देखाउँछ है हजुरहरूलाई म। यहाँ त उचाल्नै पर्छ साइकल पनि हो, यहाँ कच्चीमा पनि गाडी त गुडाउनै पऱ्यो, हिँड्ने कुरा भएन हो। ल पर भेडा फार्म देखाउने छु तपाईँहरूलाई। ओ बा ल बाइक चाहिँ खत्रै छ है साथीहरूलाई। यस्तै छ गल्ली गल्ली जोस्। यहाँबाट उता चाहिँ अलिकति खेत नै छ है साथी हो। गाडी आउने जाने पुरा भइरहन्छ होइन। ल म चाहिँ पुरा खेतबारीतिर जाँदैछु है साथी हो। लाएर यहाँ चाहिँ कन्सर्ट हुन्छ कहिलेकाहीँ, चाहिँ बवाल खालको कन्सर्ट हुन्छ है साथी हो यो ठाउँमा चाहिँ। यो चाहिँ जान लागेको यता ट्याक्क लाएर खेतबारीतिर। ल म चाहिँ खेतबारीतर्फ यता लाग्दैछु साथीहरूलाई। यो बाटो चाहिँ पिच अस्तिसम्म भएको थिएन, पिच भएछ है के हो। ल लेट्स गो। कच्ची बाटो छ है साथी अब चाहिँ भयङ्कर खालको कच्ची बाटो आउँछ। म चाहिँ खेतबारीतर्फ लागेको। ओइ साला ओइ बवाल छ त के हो भिडियो त। ल बवाल छ, पोर्चुगल पनि कच्ची बाटोहरू छ नभने होइन। यो चाहिँ खेत जाने कच्ची बाटोहरू है साथी हो। यस्तो भयङ्कर छ कि बाटो। ओइ साला लड्छ है, बिस्तारै बिस्तारै कुदा है भाइ है तेरिका भनेर के भन्नु, आफैले कुदेर आएछ होइन। यहाँ पर चाहिँ कत्रो घर छ के साथी होला, पुरा भूत घर जस्तो होइन। त्यो नेपालतिर हुन्छ नि अब घर भत्किएर पुरा मान्छेहरूले के लेख्छ नि, यहाँ पोर्चुगलमा पनि त्यस्तै हुँदो रहेछ हौ साथी हो। घरमा के यो अब उहिलेको घर होला होइन, पुरा यहाँ के लेखेको छ, मान्छेहरूले के को चित्र बनाएको छ होइन। जोस् बवाल छ। खेतबारी आउन चाहिँ धेरै टाइम लाग्दैन साथी हो पोर्चुगलको। ल रसी पुरा यता नाली पनि छ, यता मासतिर भयो खेती। बवाल छ है साथी हो। तपाईँहरूलाई चाहिँ म आज मजाले खेतबारी देखाउने छु। कच्ची पनि कस्तो कच्ची हो। ल ए साला म रङ साइड हिँड्दै रहेछु क्या हो, यताबाट त म हिँड्ने बाटो त। यो चाहिँ भेडा फार्म है साथी हो। यहाँको यो अगाडि देख्ने चाहिँ भेडा फार्म। अस्ति हामीले यहाँबाट लगेर गएको थियो एउटा ठुलो बोका, दसैँमा लगेर भाग लाएर खाइदियो साला। यस्तो भयङ्कर छ कि यहाँ भेडा फार्म पनि, कुकुर पनि रहेछ। बवाल छ जोस् ठाउँ त। ओ माई गड, यहाँ माथि घोडा पनि छोडेको रहेछ। सो गाइज है
ला 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 त्यो खोला रहेछ हौ यहाँ फेरि साला खोला कि यो सानो नाली ल तपाईँहरूलाई म यसरी पनि देखाउने छु है साथी हो ट्याक्क लाएर होइन पोर्चुगलको डाँडा काँडा अनि अस्ति त एकदम हरियाली थियो आज चाहिँ अहिले चाहिँ अब सुकेर घाम लागेर पुरा गर्मी चढिसक्यो नि त त्यही भएर नि होला पुरा खैरो खैरो भइसकेछ यता खेतबारी पनि हुन त अब यहाँ पानी परेको छैन त्यही भएर नि हो डाँडा काँडा त हरियै छ है साथी हो ल मभन्दा अगाडि चाहिँ एउटा बुढो मान्छे छ ओला बतार यस्तै छ है साथी हो यहाँ पोर्चुगलमा चाहिँ होइन ट्याक्क लाएर मान्छे भेट्ने बित्तिकै बतार भनिहाल्ने हो होइन अब बिहानको तालमा बोन्दिया भनिहाल्ने हो होइन बेलुका भइसकेपछि बतार भनिहाल्ने हो ल आमामामा क्या भयङ्कर छ त ल खेतबारी यार हट तेरिका हेर अस्तिसम्म पुरा केही पनि थिएन पुरा आलु लगाएर ल हेर्नु त यस्तो भयङ्कर आलु लगाएछ तपाईँहरूलाई म आलु देखाउँछु साथी हो आलुको चाहिँ यस्तो खेत आमामा कति लगाएछ त ल हेट तेरिका अस्ति त पुरा बाँझै थियो पोर्चुगलमा यसरी आलु लगाएर कस्तो हेट क्या दामीको बनाएछ है यता पनि एकदम रेडी बनाएको छ ल ल हेर्नु साथी हो पोर्चुगलको खेतहरू चाहिँ यस्तै छ है साथी होला दामी छ माथि हेरौँ पनि डाँडा काँडा ल हेर्नुहोस् त के होला हौ यताको चाहिँ अब खेतबारीमा आउने पिच रोड यस्तो छ हौ पोर्चुगलमा ल हेर्नुहोस् त आलु रोपेर पुरा हरियाली बनाएछ यहाँ कहाँसम्म लगाएको छ हेर्नु जाउँ न हौ अझै परसम्म देखाउने छु है साथी हो तपाईँहरूलाई पोर्चुगलको खेतबारीहरू चाहिँ यस्तो भयङ्कर रहेछ होइन यस्तै भिडियोहरू चाहिँ हेरिरहनु होला है साथी हो तपाईँहरूले अनि मलाई लाइक कमेन्ट सेयर चाहिँ गरिदिनु होला होइन सब्सक्राइब पनि गरिदिनु होला है साथी हो तपाईँहरूलाई अझै पनि राम्रो राम्रो भिडियो देखाउने छु अनि त्यस पछाडि पोर्चुगलको यो घरहरू कस्तो छ के छ मान्छेहरू कसरी बोल्छ यहाँको त्यो पनि म सबै देखाउने छु यो मेरो फर्स्ट भिडियो हो र अनि यो मजाले सबैजनाले माया गरिदिनु होला मेरो यो युट्युब च्यानलमा आउँछ सोम ड्यास भ्लग्स D6 छ है साथी हो मेरो युट्युब च्यानल नाम चाहिँ तपाईँहरूलाई देखाउने छु ट्याक्क लाएर ल हेर्नुहोस् एक राउन्ड देखाउने छ है साथी हो तपाईँलाई आलु खेती त बाबा कस्तो लाग्यो हौ ल यस्तो दामी बनाएछ होइन नेपालमा पनि यसरी नै गऱ्यो भने त भवालै हुन्छ नि हौ तराईतिर गर्नु त गरिरहेको छ नि साथीहरूले के गर्नु अब पुग्दैन ल हेर्नुहोस् साथी हो यहाँ पनि लाउन रेडी भएछ अगाडि एउटा हाइलाक्स पनि गयो अब म यहाँ माथि डाँडाबाट फर्किन्छु ल हेर्नुहोस् यस्तै छ पोर्चुगलको ठाउँहरू खेतहरू होइन भयङ्कर छ भयङ्कर ल साथी हो सायद नेपालमा अब पाहाडमै बस्ने बानी थियो र काठमाडौँ पनि म लगभग 19 वर्षको हाराहारी बसेको अनि मलाई यस्तो खेतबारीहरू चाहिँ खासै थाहा पनि थिएन थाहा त अब गाउँमा त अब त्यही बारीहरू मात्रै थाहा थियो होइन अब त्यही हो तराईमा खासै पुगेको थिएन खेतबारीहरू चाहिँ बबाल हुँदो रहेछ हौ पोर्चुगलमा ल आम्मामा ल हेर्नुहोस् त्यो पाराको चाहिँ पुरै आलुबारी हो साथी हो त्यो माथिको डाँडा खाँडा चाहिँ पुरै लिस्बन जाने बाटो हो यो माथिको होइन बबाल छ साथी हो ल फेरि म फर्किसकेँ त साथी हो तपाईँहरूलाई अघि चित्त बुझेन भने फेरि पनि आलुको खेती देखाउँछु म होइन यस्तो भयङ्कर लगाएछ आम्मामा अस्तिसम्म के पनि गरेको थिएन यार
आलु लगाएर त धुस्ना बनाएछ नि ल पोर्चुगलको डाँडा काँडा अनि त्यस पछाडि यो हुन त फेरि खेतमै बस्यो भन्ला साथी हो होइन म बस्ने ठाउँ चाहिँ बजारै एरिया हो ल हेर्नुहोस् पर डाँडा काँडा छ एकदम पहाड मजाले माथि डाँडामा बस्ने हो चिल पारामा आनन्दले खाने हो चिल पारामा होइन ल हेर्नुहोस् साथी हो कति आनन्द छ त पोर्चुगलमा बस्नको लागि है एउटा गीत पनि गाइदिनु पर्यो अब के गर्नु त है तिमीलाई देखेर हिमालु हाँसेको तिम्रो गीत सुनेर मोनाल नाचेको तिम्रो जोबनलाई हो तिम्रो जोबनलाई ल है आलुबारी खेतबारीतिर नि आइपुगे यस्तै छ है साथी हो भयङ्कर छ साथी हो ल आम्मा है हेर्नुहोस् त आलु लाउनु छ पुरा इन्डियनले पुरा खनिरहेछ यार आलुलाई खेत आलुबारीमा पुरा ट्याक्क लाएर मल हालिरहेछ यार आम्मा क्या भयङ्कर बनाएछ त हौ साला हेर्नु त खेतबारी साथी हो ल साथी हो यस्तै छ ठ्याक्क लाएर अब चाहिँ